रवि लामिछानेलाई जनताले विश्वास कसरी गरे? कि उहाँको राम्रो काम देखेर विश्वास गरे, या त उहाँको दरो खरो भाषण छ, उहाँको बोली दरो छ, त्यो हिसाबले विश्वास गरे, कि उसले हात्तीको एउटा चपाउने दाँत र बाहिर देखाउने दाँत अलग भने जस्तै रवि लामिछानेले पनि उस्तै गरेको त होइन कि केही राम्रा कामहरू गरेर जनता सामु अलि चर्चा कमाउनको लागि, अलि देखाउनको लागि, देखावटीको लागि गरेको त होइन कि जनताहरूलाई विश्वास दिलाएको भन्ने पनि लाग्छ। किनकि विगतमा उहाँको धेरैवटा ठगेको काण्डहरू छ, उहाँको मुद्दाहरू चलिरहेका छन्। अमेरिकामा पनि धेरै मुद्दाहरू परेको रे उहाँमाथि, अनि हाम्रो देशमा पनि अब धेरै मुद्दाहरू चलेको थियो होइन। 2टा नागरिकता, 2टा पासपोर्ट, अनि सहकारीको काण्ड छ, थुप्रै कुराहरू। उहाँको अब कमजोरी हो कि लापरवाही हो कि उहाँले नजानेर हो कि, या उहाँले गर्न खोजेको नि यस्तै हो होइन, लुकाएर गर्न खोजेको हो कि के हो, यो चाहिँ बुझ्न सकिएको छैन। वास्तवमा के हो साथीहरू, अब सही हो कि रवि लामिछाने गलत हो होइन। सबैजनाहरू अब सबै जनताहरू सोचेर होइन, बुझेर अब आउँदो चुनावमा होइन मत दिनु होला, बुझ्नु होला भन्न चाहन्छु। अब किनकि अब रवि लामिछाने पनि अब धेरै देखिएको छ होइन, अब उहाँमाथि पनि कमी धेरै भएका छन् होइन। तर एउटा चान्स चाहिँ दिनुपर्छ भन्ने हो होइन। तर पनि अब बुझ्न चाहिँ हामीले जरुरी छ होइन, बुझेर मात्रै गर्नुपर्छ होइन। त्यही भएर साथीहरू, अब रवि लामिछाने सही कि गलत हो त्यो चाहिँ अब बुझ्नै गाह्रो छ होइन। के गर्ने, कस्तो गर्ने। उहाँ पनि हिजोका दिनमा चाहिँ गृहमन्त्री हुनुभएकै हो होइन। अब केही कामहरू पनि उहाँले त्यति छिटो त आफूले भने जतिको छिटो समयमा गर्न सक्नु भएन। उहाँ पनि 5-6 महिना चेयरमै बस्नु भएको हो होइन। त्यही भएर साथीहरू, पार्टीभन्दा पनि अब व्यक्ति हेरेर म भोट दिनु होला भन्न चाहन्छु होइन साथीहरूलाई। आउँदो फागुन 21मा पार्टी नहेर्नु होला, व्यक्ति हेर्नु होला। आफ्नो ठाउँ विकास गर्न भनेको व्यक्तिले हो होइन। व्यक्ति राम्रो छ भने आफ्नो ठाउँको विकास हुन्छ। आफ्नो ठाउँको विकास हुँदाहुँदै जिल्ला हुँदै अब प्रदेश हुँदै अब देशसम्म विकास हुन्छ। त्यही भएर साथीहरू, आफ्नो राम्रो मान्छे छानेर भोट दिनु होला भन्न चाहन्छु।